हेलो आज चाहिँ पुण्यबाट आफ्नो घर नेपाल गइरहेको थिएँ अनि म चाहिँ सोचिरहेको थिएँ कि मेरो लागि कोही छैन भने मलाई त यहाँ मेरो साथी छ कि 4-5 जना यहाँ बसेर अरूमा खाडाबारी भन्ने ठाउँमा मलाई छोड्न आएन अनि मेरो मुखै गर्नु के भन्नु अब अरूले बुझ्न सक्नुहुन्छ मलाई एउटा राम्रो लाग्यो म चाहिँ सोच्छु मेरो कोही छैन यता त म घरमा मतलब बाटोमा जाँदै यहाँ बादल पुरा बर्सिरहेको पानी बसिरहेको छ बादल उयो खुसी लाग्छ मलाई हेर्न चाहन्छ पुरा भिजाइदियो पुरा के भन्छ कोही छैन साथीमा भगवान् छ यार भगवान्ले सब हेरिरहन्छ के हुन्छ के हुँदैन अनि चाहिँ मेरो बर्थडेमा पनि त्यस्तै भयो अस्ति नै मेरो बर्थडे थियो 28 गते वैशाख 28 गते अनि चाहिँ मैले सोचेको थियो कि पैसा छैन के खर्च गर्ने अनि के भयो कि कम्पनीमा मैले गएको थिएँ काम गर्न अनि फर्स्ट मेरो मुखमा थाहा छ सबैलाई जलेबी स्विट्स जलेबी मिठा चिज मेरो मुखमा गयो मलाई राम्रो लाग्यो धेरै राम्रो लाग्यो अनि फेरि पछि चिया पायो फेरि पछि समोसा पायो अनि त्यो मैले पाएको थिएन पहिलेदेखि त्यही कम्पनीमा अनि त्यो दिन चाहिँ पायो मलाई त अचम्म भयो फेरि मैले याद गरेँ हो मेरो योभन्दा पहिलो सालको पनि यस्तै भएको थियो भगवान्ले मेरो मद्दत गरेको थियो पैसा नभएर पनि